सबैजना नमस्कार अनि धेरै धेरै स्वागत छ आजको यो नयाँ भिडियोमा। आजको भिडियोमा हामीले नेपाली लाइभ दोहोरी क्षेत्रका निकै नै चर्चित गायक चिज गुरुङले गायिका मीना लामासँग गाएका केही रमाइला दोहोरी टुक्काहरू समावेश गरेर तपाईहरुलाई मनोरञ्जन दिने प्रयास गरेका छौं। भिडियोमा चिज गुरुङले मीना लामासँग गाएका निकै नै रमाइला टुक्काहरू समावेश भएका छन्। तपाईहरुलाई भने ती दोहोरी टुक्का मध्ये कुन दोहोरी टुक्का बढी मन पर्छ त्यो भने कमेन्टमा लेख्न नभुल्नु होला भन्दै आउनुहोस् सुरु गरौँ आजको यो रमाइलो भिडियो। आजको भिडियोको लिस्टको पहिलो नम्बरको टुक्का लिएका छौं 5 वर्ष अगाडि इन्डियन कार्यक्रमबाट आएको दोहोरीबाट। 41 लाखभन्दा धेरै दर्शकहरूले हेरिसक्नु भएको यो मायालुको सहरमा मेरो गाउँमा घर छ भन्ने भाकाको दोहोरीको निकै नै रमाइला टुक्काहरू रहेका छन्। सुनौ है त यो दोहोरीका केही टुक्काहरू। बुझ मीना मायाको मतोलाई हटाउ अब लजाउनी तत्त्वलाई भन्छौ भने त्यही दिलमा अटाउनु लाजको घुम्टो त्यही हातले सर छेउ घुम्टोलाई तान्दा झन कोट्याउन मन लाउनी लाज मान्दा सम्झे किन मन रोन्थ्यो त्यत्रो हिम्मत भइद्या भाके हुन्थ्यो माथि शिरमाथि चढायौ अब हुन्छ हौसला बढायो सम्झाएरै हारेछु तिम्रै कारण मन गाँठो पारेछु तिम्रो मन बाध्य छ गाँठोले अब भनी फुकाउँछ लाटोले मानिस झिलाजले शिर झुकाउला खुल्दुली भो कसरी फुकाउला जागर चल्या छ यही बेला यसरी पो भनौली त्यही बेला साइत जोरौ कसल र मङ्गलमा घरमा हो कि बताउनी जङ्गलमा घाम झुल्केसी अनि ताप पाउनी हो कुन त तिमलाई काम जा आउनी एक्लै के बस्नु चोटमा रै सल्लाह गरम देशीको गोठमा गई अलमल परे कुन्नी के सोच्दैछ आज मीना गोठ र वन खोज्दैछ यस्तै गरी भिडियोको लिस्टको दोस्रो नम्बरको टुक्का लिएका छौं 6 महिना अगाडि इन्डियन कार्यक्रमबाट नै आएको दोहोरीबाट। 3,60,000 भन्दा धेरै दर्शकहरूले हेरिसक्नु भएको यो दोहोरी पनि निकै नै रमाइलो रहेको छ। पछिल्लो समय चिज र मीनाले गाएका दोहोरीहरू कमै आएका छन्। ती मध्येमा पछिल्लो यो दोहोरीले भने निकै नै दर्शकहरूको मन जितिरहेको छ। सुनौ है त यो दोहोरीका केही टुक्का। तीर्थ जानी बेला नि भइसक्यो तिम्रो कारण जवानी गइसक्यो कुर्दा गर्दै भयो 10:30 अझै पनि आएन माया कटाइछौ कुर्दा गर्दै भयो 10:30 अझै पनि आएन माया लगान जोरेर बसिरहेछु
गुरुङलाई मान्छे झैँ गन्दिनौ कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने बुझ्नै गाह्रो के को हो खोज तिम्रो मान्छे राम्रो उल्टो छ सोच तिम्रो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने कति वर्ष कति साल म कुरे तिम्रो पछि कुकुर झैँ दकुरे कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने त्यसै मन्थिरमा थिएन पछिल्लाको के सङ्केत दिएन कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने किन जान्थ्यौ म जस्ता आलु छ सङ्गत गर्थ्यौ ठुला र ठालु छ कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने कयो मन बुझ्ने छौ एक दिन तिमी भन्दा ठुलो कोही देख्दैन कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने चिज गुरुङलाई नजरैलाई छैनौ मेरो सराप लाछ कोही पाइ छैनौ कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने जुनलाई पनि खोट लाउनेहरूलाई नपाइन टेरिन अरूलाई कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने कति एक्लै पल्टिन्छौ खाटामा अब जाने बेला भो घाटामा कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने सत्य बोल छातीमा छोएर भएन त चिच्याएर रोएर कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने भने हौली कतिलाई नचाहियो थला पर्ने बेलामा मचाहियो कुर्दा कुर्दै भयो 10:30 अझै पनि आएन माया आउने त्यस्तै भिडियोको लिस्टको तेस्रो नम्बरको टुक्का लिएका छौँ। 3 महिना अगाडि चिज गुरुङको आफ्नै युट्युब च्यानलमा चिज गुरुङ र गायिका मिना लामाले पानी कुलाको भन्ने भाकामा गाएको दोहोरीबाट। यो दोहोरीका पनि के कस्ता टुक्का रहेछन् सुनौ है त। मैले बोल्न भएको छैन भनी त्यहाँ हो उनलाई मैले बोल्न भएको छैन भनी त्यहाँ हो उनलाई केटा ताक्दै हिँड्दी रहेछन् टाउका माथि फुललाई पानी कुलाको आज भोलि यो केटाको हरायो कि होस आज भोलि यो केटाको हरायो कि होस आफू केटी फेर्दै हिँड्छ मनलाई लाउँछ दोष पानी कुलाको जोसँग नि गिच्चा हाँस्ने देखाइहाल्ने दारा जोसँग नि गिच्चा हाँस्ने देखाइहाल्ने दारा आधा उमेर ढल्किँदा नि के हो तिम्रो पारा पानी कुलाको तिमलाई भेटम भन्दा पनि कुर्न पर्छ पालो तिमलाई भेटम भन्दा पनि कुर्न पर्छ पालो हुँदा हुँदा हाँस्दा पनि रिस गर्न पो थालो पानी कुलाको भित्री मनलाई थाहा छ हेर कति दुःख पाए भित्री मनलाई थाहा छ हेर कति दुःख पाए कस्तो दिनमा दशा लाएर यस्तासँग लाए पानी कुलाको एक बाराको जुनी हो यो छैन त्यति सस्तो एक बाराको जुनी हो यो छैन त्यति सस्तो थरी थरी खोज्दै हिँड्छौ भेट्यौ कस्तो कस्तो पानी कुलाको जो समाजमा नराम्रा छन् उनै मान्छे सही छन् जो समाजमा नराम्रा छन् उनै मान्छे सही छन् भित्र भित्र केटाहरू च्याउम्रे झैँ रहेछन् पानी कुलाको तिम्रो हरेक वचनले मेरो मन पोल्छ तिम्रो हरेक वचनले मेरो मन पोल्छ पापै पापले
पापै मात्रै बोल्छ पानीको लाग विचार गर दुबाटोको बुर्की जस्तो हौला विचार गर दुबाटोको बुर्की जस्तो हौला यति बुझ बिना परमाणु उठाउँदिन हौला पानीको लागि तिम्रै कारण रुँदै हिँड्छु आँसुको मूल फुटाइ तिम्रै कारण रुँदै हिँड्छु आँसुको मूल फुटाइ के साबित गर्न लाछौ प्रमाण जुटाइ जुटाइ पानीको लागि था मलाई नालीतिर लगाइरहेको छु के थाहा मलाई नालीतिर लगाइरहेको छु कालो देखे कालो बोल्दा मै नै भाछु छु पानीको लागि यस्तै गरी भिडियोको लिस्टको चौथो नम्बरको टुक्का लिएका छौँ 6 महिना अगाडि चिज गुरुङको आफ्नै युट्युब च्यानलबाट नै आएको हुन्छ भन भन्ने भाकाको दोहोरीबाट चिज गुरुङ र मिना लामाको यो दोहोरीमा पनि के कस्ता टुक्का रहेछन् सुनौ है त छैन कहिले यो ज्यानको चासो तिमीसँग धेरै छ गुनासो हुन्छ भन यो ज्यानको चासो तिमीसँग धेरै छ गुनासो हुन्छ सुन्दिम न त्यही पनि बिराए छैला छैन केही पनि हुन्छ भन सुन्दिम न त्यही पनि बिराए छैला छैन केही पनि हुन्छ तिम्रै फोटो हेरेर रोनी अघि पछि भेट कहिले नहुने हुन्छ भन हेरेर रोनी अघि पछि भेट कहिले नहुने हुन्छ चोखो मिठो मायामा भुलाउला चिनी पनि घुले झै घुलाउला हुन्छ भन मायामा भुलाउला चिनी पनि घुले झै घुलाउला हुन्छ भन साथमा सँगसँगै डुल्नलाई चिनी हतार पानीमा घुल्नलाई हुन्छ भन सँगसँगै डुल्नलाई चिनी हतार पानीमा घुल्नलाई हुन्छ भन आफ्नो आफ्नो जिन्दगी निजी छ अब डाक्दा नभन्नु बिजी छ हुन्छ भन जिन्दगी निजी छ अब डाक्दा नभन्नु बिजी छ हुन्छ भन समय दिन र नानीलाई सधैँ फेरि बसेर खानीलाई हुन्छ भन दिन र नानीलाई सधैँ फेरि बसेर खानीलाई हुन्छ भन हालत उस्तै गरेर खानीको नबुझ्ने भो बेथायो नानीको हुन्छ भन गरेर खानीको नबुझ्ने भो यो मन नानीको हुन्छ भन कामला घर गरेर त्यस्तै लाभ आउ बसाइ सरेर हुन्छ भन कामला घर गरेर त्यस्तै लाभ आउ बसाइ सरेर हुन्छ भन सधैँ सम्झी आँसु झर्नी हो भन न त कहाँ बसाइ सार्नी हो हुन्छ भन आँसु झर्नी हो भन न त कहाँ बसाइ सार्नी हो हुन्छ भन बकिन्छ ओठामा घर लान्छेउ कि बस्यौ र कोठामा हुन्छ भन बकिन्छ ओठामा घर लान्छेउ कि बस्यौ र कोठामा हुन्छ अब घरबार सेन्टरमा जोडौला तिमीले कोठा मैले घर छोडौला हुन्छ भन सेन्टरमा जोडौला तिमीले कोठा मैले घर छोडौला हुन्छ भन हुन्छ भन्दै भन तिमीले मैले माया लाउला किसिमले त्यस्तै भिडियोको लिस्टको 5औं नम्बरको टुक्का लिएका छौँ 4 महिना अगाडि मिना लामाको युट्युब च्यानलबाट आएको दोहोरीबाट मिना लामाको युट्युब च्यानलबाट आएको यो दोहोरीलाई पनि निकै नै दर्शकहरूले रुचाइरहनु भएको छ हावा सरर भन्ने भाकामा चिज र मिनाका यो दोहोरीमा पनि के कस्तो टुक्का रहेछन् सुनौ है त गुनगुनाउँदा गीतैको भाका खोजिरहन्छ उनाइलाई
मलाई आँखा हावा सरला उसलाई छुनी हावाले छुँदो सँगै भए खै कस्तो हुँदो हावा सरला मिठो यादले सताउँछ जहिले नि गरिरहेछु कल्पना मैले नि हावा सरला हरेक पल पल तिमी मै ध्यान हुन्छ कल्पनामै रात पर्छ बिहान हुन्छ हावा सरला मनको मान्छे साथमा नहुँदा नि झस्किन्छु म हावाले छुँदा नि हावा सरला हो मलाई गलत नि सैलाउँछ पात झर्दा नि तिमी आए झैलाउँछ हावा सरला न केही बाचा न कसम खाएको छ कुन्नी मलाई के हो न लाको छ हावा सरला खुसी हुन्छु साथमै छौ झैमानी समयले गर्दैछ बैमानी हावा सरला चाल पाउँदिन कहाँ जान्छु म आफ्नै छाया तिमी झै मान्छु म हावा सरला तस्बिर हेर्छु र निदाउँछु यही चाल भए जिन्दगी सिध्याउँछु हावा सरला तिमलाई पनि मलाई झै भाउला कुन्नी हामीलाई कस्तो रोगला होला हावा सरला गोर्खाको डाँडैमा हावा सरला जता छ निर्माया हुँदैन जरा त्यस्तै आजको भिडियोको लिस्टको 6औं नम्बरमा अर्थात् भिडियोको लिस्टको अन्तिम नम्बरको टुक्काको रूपमा लिएका छौँ 3 वर्ष अगाडि दर्पण भन्ने युट्युब च्यानलबाट आएको दोहोरीबाट मिना लामा र चिज गुरुङले गाएको यो रमाइला दोहोरीलाई पनि 1,04,000 भन्दा धेरै दर्शकहरूले हेरिसक्नु भएको छ। यो दोहोरीका के कस्ता टुक्का रहेछन् सुनाऊ है त। रोज एउटा पछिको पाउँछ र झै भैँस छ जस्तो लाउँछ र थाहा छैन के हुन्छ कुनी त्यसै आफू आतेर नहुने ढल्क्यो भैँस आत्तिन पर्नी हो थोरै थोरै मात्तिन पर्नी हो तिरो जनै लाग्यो तिम्रो निदिन त यसै चुपचाप बस्या छौ किन त जस्तो कहीँ पनि पाउन बोल्यो भनी बोलेको पताउन त्यसै मन भुलाउँछौ साराको बोल्ने हैनौ पत्याउने पाराको आउँछ फेरि आउँछ कि भङ्गालो झ्यापै मार्न आउँदैन अङ्गालो रिझाउने भाइयो मेरो मनलाई त्याग्नु पर्छ त्यो लाटो पनालाई भन क्यारी अगाडि बढम बास्या भाले काटम कि फुल चढाम फुल भने नि हुँबाट फाल्ने छौ हेर्छु कदम कसरी चल्ने छौ
सोचेर बस्या छु टोला र तिमीले पाइलो साल्दिनौ होला र यो कला गर आफै नजिकै सरे झै होला नियम उल्लङ्घन गरे झै त्यो कला सरेसी तिमी नि सर्छेउ कि कालो मैलो लाग्छ झै गर्छेउ कि यो कला आँटी हाल मायामा फस नाना थरी सोचेर नबस हवस् त दर्शकवृन्द, आजको भिडियोमा यति नै। आजको भिडियोमा हामीले नेपाली लाइभ दोहोरीको क्षेत्रमा निकै नै चर्चा कमाएका चर्चित गायक सिज गुरुङ अनि गायिका मिना लामाले गाएका छ रमाइला दोहोरी टुक्काहरू समावेश गरेर तपाईँहरूलाई मनोरञ्जन दिने प्रयास गऱ्यौँ। यो दोहोरीमा रहेका टुक्का मन परेको भए भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। र सिज गुरुङ र मिना लामाका विभिन्न भिडियोहरू हाम्रो च्यानलमा आइसकेका छन्, ती भिडियोहरू पनि हाम्रो च्यानलमा गएर हेर्नुहोला भन्दै अरू भिडियोमा आउने बाचाका साथ आजको भिडियोमा भने बिदा हुन्छौँ। नमस्कार।